सम्पूर्ण आदरणीय किसान तथा किसान प्रेमी साथीहरुमा नमस्कार। आज हाम्रो यस पाथिभरा डेरी फर्ममा वर्षभरिका लागि साइलेज कसरी भण्डारण गरिन्छ भनी खेतबाट मकै काट्नेदेखि पिठमा थिचेर बन्द गर्ने सम्मको सम्पूर्ण प्रक्रिया देखाउन यो भिडियो तयार पारेको छौं। यहाँ पहिलो चरणमा खेतबाट मकै कटानी गरी साइलेज भण्डारणको प्रक्रिया सुरु हुन्छ। मकैको दानामा दुध वा पिठो पुगेपछि साइलेजको लागि काट्न उपयुक्त हुन्छ। धेरै काँचो वा धेरै सुकेको मकैले राम्रो साइलेज बन्दैन, त्यसैले सही समयमा मकै काट्नुपर्छ। हामीले यस पाथिभरा गाई फर्ममा आफ्नो फर्मको प्रयोजनका लागि आफै मकै लगाउने गरेको छौं। साथै हामीसँग कन्ट्याक्ट फार्मरहरू पनि हुनुहुन्छ जसलाई हामी मकैको बिउ खरिदमा सहयोग गर्छौं, साथै गोबर मल पनि दिन्छौं र पछि साइलेजको लागि उपयुक्त अवस्थामा भएको मकैको बोट प्रति केजीले हामी खरिद गर्छौं। विगत लामो समयदेखि यसरी हामीसँग जोडिनुभएका किसान साथीहरूको सहभागिता बढ्दो क्रममा छ। अब यहाँ देख्न सक्नुहुन्छ हामीहरूको मकै आउन सुरु भइसके पछाडि हाम्रो सहयोगी साथीहरूले यसरी मकैको बोटलाई चाहिँ च्याप कटरसम्म लगेर अनि हामी मकैलाई काट्छौं। अब खेतबाट काटेर ल्याएको मकैलाई च्याप कटरको प्रयोग गरी मकैको बोटलाई टुक्राइन्छ। मकैको टुक्रा लगभग 1 देखि 2 सेन्टिमिटर अर्थात् आधा इन्चको हुनुपर्दछ। यसरी धेरै ठुलो टुक्रा भएमा पिठमा हावा रहन्छ र साइलेज बिग्रिन्छ। फेरि धेरै मसिनो भएमा गाईबस्तुले सजिलै पचाउन सक्दैनन्। साथीहरू, यहाँहरूलाई थाहा छ, मकैमा दाना लागेको सही समयमा साइलेज बनाउँदा मकैको साइलेजमा हरियो ढोडमा फाइबर र मकैको दानामा कार्बोहाइड्रेट हुन्छ। त्यसैले गर्दा गाईबस्तुलाई बजारको महँगो दाना भन्दा राम्रो विकल्प साइलेज हुन आउँछ। अब यसरी मकैलाई चाहिँ काटिसकेपछि यो चपिङ गरिसकेपछि छेउ कुना सबैतिर लेभल मिलाउँदै हामीहरूकोमा चाहिँ प्रेसिङ गरिन्छ। अब यो एकदमै राम्रो अवस्थाको मकै छ, देख्न सक्नुहुन्छ। यहाँनेरि च्याप कटरले 1 देखि 2 सेन्टिमिटर अर्थात् आधा इन्चको मात्रै काटेको छ। अब यो भन्दा ठुलो भयो भने पनि गाईको लागि राम्रो हुँदैन र धेरै सानो भयो भने पनि पचाउन सक्दैन। यसरी हामीहरूको चाहिँ साइलेजको लागि मकै काटिन्छ। अब यहाँनेरि बहिनीहरू खुसी रमाइलो गरी मेन कुरो चाहिँ यो हामीहरूको साइलेज भण्डारणको समय भनेको चाहिँ गर्मीको समय पर्ने हुँदाखेरि अलिकति गाह्रै हुन्छ। अनि त्यसमा पनि अब यही समयमा चाहिँ पानी पनि पर्दिने हुनाले यहाँ बहिनीहरूले चाहिँ पानीको कारणले त्यहाँ अलिअलि बिग्रेको मकैहरूलाई चाहिँ एक ठाउँमा राखेर उता फ्याँक्नको लागि रेडी पार्दै हुनुहुन्छ। अब यहाँहरूलाई हामीहरूले सुरुमा खेतमा मकै काट्ने, त्यस पछाडि दोस्रो चरणमा मकैलाई च्याप कटरले काट्ने र तेस्रो चरणमा चाहिँ मकैलाई राम्रो साइजमा च्याप कटरले काटिसकेपछि साइलेज पिठमा अलिअलि गर्दै तह बनाएर हाल्नुपर्छ। यसले गर्दा राम्ररी कम्प्याक्ट हुन्छ। कम्प्याक्ट राम्ररी भयो भने हावा बाहिर निस्किन्छ। कम्प्याक्ट गर्न हामी चाहिँ यसरी ट्र्याक्टरको प्रयोग गर्छौं। ट्र्याक्टरले राम्रोसँग थिचेर भित्र रहेको अक्सिजन पूर्ण रूपमा बाहिर निकाल्नुपर्छ। त्यसैले यसको छेउ कुना सबै मिलाएर थिच्नुपर्छ। अब गर्मीमा यसरी काम गर्नु परे पछाडि बेला डिहाइड्रेसन नहोस् भनेर नरिवल पानीको पनि यहाँनिर छोराले सुदीप सरलाई सेवा गर्दै गरेको भिडियो रहेछ ल। काम पनि गर्नुपर्छ, काम सँगसँगै काममै पारिवारिक जीवन पनि बिताउनुपर्छ भन्ने हाम्रो सुदीप सरको मान्यता अनुसारै छोराहरू पनि
किन किन त ल राम्रोसँग कम्प्याक्ट भइसकेको छ यहाँ। अब देख्न सक्नुहुन्छ। अब मकैलाई पर्फेक्ट साइजमा काट्ने र पर्फेक्ट प्रेसिङ गर्नु महत्त्वपूर्ण हुन्छ। अब यसरी मजाले कम्प्याक्ट गरेको मकैलाई प्रपरली कभर गर्नुपर्छ। यहाँनिर पल्लो साइलेज पिटमा पनि मकै देखिराख्नु भएको छ। मकै किसानबाट धेरै मकै आयो भने फेरि हामीहरू यसरी ती छेउमा भण्डारण गरेर राख्छौँ। अब धेरै मकै एकैचोटि आउँदाखेरि पनि म्याक्सिमम भनेको दिनको 10 ट्र्याक्टरसम्म मात्रै हामीले चपिङ गरेर काट्न सक्छौँ। त्यसैले तर फेरि मकै आइसकेको मकै चाहिँ घाममा नसुकोस् भन्नको लागि दोस्रो मेसिन पनि चलाएर हामी काट्ने काम चाहिँ यथावतै राखिरहेको हुन्छौँ। सुदीप सरले यहाँ मकैको क्वालिटी देखाउँदै हुनुहुन्छ। मकै चाहिँ हामीले सही तरिकाले सही समयमा काट्नु सक्यौँ भने यसले चाहिँ हाम्रो लागि राम्रो क्वालिटी प्रदान गर्न सक्छ। यहाँनिर घोडाहरू पनि मकैको क्वालिटी चेक गर्न सुदीप सरसँगै यसरी यो प्रेसिङ हेर्दैखेरि मजाले यो छेउ कुना मिलाउनको लागि लेभलिङले लेभल मिलाउँदै प्रेसिङ गर्दै गरेको भिडियो रहेछ यहाँ। अब यता तिरपालहरू रेडी पार्दै हुँदो रहेछ। अब यो हामीहरूको कम्प्याक्ट गर्दाखेरि यो थिचेको जुन ट्र्याक्टरले थिचेको प्रेसिङ गरेको जुन मकै छ यो मकै चाहिँ भण्डारण गरिसकिसके पछाडि यसलाई फेरि यसरी छेउछेउबाट चाहिँ बाहिर निस्केको जुन थियो त्यो भनेको चाहिँ हामीले ट्र्याक्टर झार्नको लागि चाहिँ सजिलो बनाउन अलिकति स्लोप बनाएको हुन्छौँ भनेदेखि त्यो स्लोपमा भएको मकै काटेर राखेको पनि हामी फेरि यसरी छेउकुनामा हाल्छौँ। अनि अब माथि चाहिँ यसरी टायर र बोरामा बालुवा भरेर माथि थिच्ने कभरिङ गर्ने काम गर्छौँ। हामीहरू चाहिँ यहाँनिर देख्न सक्नुहुन्छ तिरपालले चाहिँ 3टा लेयरमा छोप्छौँ। सबैभन्दा पहिले तल सेतो प्लास्टिकले, त्यस पछाडि पहेँलो र माथिबाट कालो प्लास्टिक गरेर 3 तहमा कभर गर्छौँ। यसरी हाम्रो यो चाहिँ पहिलो साइलेज पिट भरियो र कभर पनि गरिसक्यो। अब यो एउटा साइलो पिटले लगभग हाम्रो गाई फर्ममा चाहिँ 3 महिना पुग्छ। अब यहाँनिर बहिनीहरूले दोस्रो साइलो पिट सफा गर्न थालिसक्नु भएको छ। अब यो दोस्रो साइलो पिट भर्न सफाइ हुँदैछ। साथीहरू हजुरहरूलाई थाहा छ कि छैन, व्यावसायिक गाई फर्मका लागि कुल उत्पादन लागतको 60% देखि 70% भाग घाँस र दानामा खर्च हुन्छ। त्यसैले फर्मलाई नाफामा लैजान र लागत घटाउन साइलेज सबैभन्दा अचुक उपाय हो भन्ने हाम्रो विश्वास छ, हामीहरूको अनुभव छ। जुन यो हाम्रो 15-17 वर्षको अनुभवले चाहिँ यही बताउँछ। ड्राइभर नभएको बेलामा यसरी मैले पनि घरिघरि साइलेज प्रेसिङ गर्ने काम गर्ने गरेको छ। अब यो चाहिँ लेभलिङ मिलाउँदै यसले चाहिँ यो ट्र्याक्टरको लेभलिङ मिलाउनेले चाहिँ छेउ कुना सबैतिर काटेको च्यापकटरले काटेको मकैलाई हालिन्छ। ल अब यो चाहिँ हाम्रो दोस्रो साइलेज पिट। अब यो दोस्रो साइलेज पिट पनि भरिसकेको छ। यसलाई प्रेसिङ मजाले हुँदैछ। अब यसै सँगसँगै मैले हजुरहरूलाई अर्को पनि जानकारी राख्न खोजेँ साइलेजको बारेमा। साइलेजले महँगो कन्सन्ट्रेट फिड अर्थात् तयारी दानाको खर्चमा ठुलो कटौती गर्छ, किनकि मङ्सिरदेखि वैशाखसम्मको सुक्खा समयमा घाँसको अभाव र बजारमा दाना महँगो भएको अवस्थामा पनि यदि हामीसँग साइलेज छ भने
बाहिर 12 महिना नै एकै नासको घाँस खुवाउन सकिन्छ र गाईहरू स्वस्थ बनाउन सकिन्छ। वर्षात वा मकैको सिजनमा जब घाँस प्रचुर र सस्तो हुन्छ त्यति बेला वर्षभरिका लागि साइलेज बनाएर पशुपालन गर्दा उत्पादन लागत कम हुन्छ र गाईले पनि गुणस्तर घाँस खान पाउँछ, जसले गर्दा उपभोक्ताले पनि गुणस्तर र स्वस्थ दुध पाउन सक्नुहुन्छ। अब अर्को यहाँनिर साइलेज सम्बन्धी महत्त्वपूर्ण अर्को पनि जानकारी मैले यहाँहरूसँग सेयर गर्न चाहेँ। जस्तो ताजा हरियो घाँस वा टाटो दिँदाखेरि वस्तुले कडा डाँठहरू छोडिदिन्छन्, जसले गर्दा 20 देखि 30% घाँसहरू खेरै जाने हुन्छ। तर साइलेज बनाएर हामीले पशुहरूलाई दिने गऱ्यौँ भने हामीहरूको यो साइलेज चाहिँ फर्मेन्टेसन भएकोले गर्दाखेरि यो चाहिँ अमिलो हुने, गुलियो हुने हैन, अनि कमलो हुने हुँदाखेरि चाहिँ गाईले रुचाएर खाने हुँदाखेरि खासै खेर जाँदैन, तसर्थ त्यो पनि एउटा ठुलो बचतै हुन्छ। फेरि अब यसरी साइलेज एकचोटि भण्डारण गरिसके पछाडि जस्तो यो अब दोस्रो पिट पनि हाम्रो कभर हुनु सुरु भइसकिसक्यो। अब यसरी दोस्रो पिट पनि भरिसकिसक्यो, यसलाई पनि लेयर गर्दै हामी कभर गर्दैछौँ। अब यो साइलेज 2टा पिट भरिसकिसक्यो भने पछाडि यो 6 महिनाको लागि अब हामीहरूको दानाको लागि ढुक्क भइसक्यो। अब यो यसरी साइलेज राख्दै गर्दाको हाम्रो लामो अनुभवले के देखाउँछ भने हामीले चाहिँ यो साइलेज गाईलाई दिँदाखेरि धेरै खर्चहरू कटौती भएको पाउँछौँ। जस्तो अघि मैले भने कन्सन्ट्रेट दानाको यो चाहिँ एउटा राम्रो विकल्प हुन्छ हैन। अब सुरुमा अहिले एकैचोटि ठुलो लगानी भए जस्तो देखिए तापनि प्रतिदिनको क्याल्कुलेसन गर्ने हो भने यसले ठुलो बचत गरिरहेको हुन्छ। जस्तै लेबर, अब घाँस काट्दाखेरि लाग्ने कामदार हैन, इन्धन खर्च, घाँस काट्ने बोक्ने कामदारको खर्च, यो सबै कटौती हुन्छ, जसले गर्दाखेरि पनि साइलेज पिट चाहिँ अब यसरी भण्डार गरिसके पछाडि 1-2जना कर्मचारीले नै साइलेज पिटबाट साइलेज निकालेर खुवाउन सक्ने अवस्था रहन्छ। 12 महिना हामीले एकै खालको दाना गाईलाई दिन सक्ने हुँदाखेरि चाहिँ गाईको वर्षभर एकै नासको घाँस, त्यो पनि फर्मेन्टेसन भएको खाने हुँदाखेरि चाहिँ गाईको पेट रुमेनमा समस्या आउँदैन। एकै नासको गुणस्तर आहार वर्षभरि हुने हुँदा दुधको गुणस्तर पनि राम्रो हुन्छ। साथै साइलेजको प्रयोगले गाईको पाचन प्रणाली स्वस्थ भई औषधि खर्च कम गर्छ र किसानलाई दुध उत्पादन लागत कम भई व्यावसायिक नाफामुखी किसान बन्न सहयोग पुग्छ। यसरी हामीले चाहिँ विगत लामो समयदेखि साइलेजमै 365 दिनै गाईलाई दिने गरेको छौँ र यसको परिणामस्वरूप पनि आज धेरै किसान साथीहरूले सोध्नुहुन्छ तपाईँहरूको गाई चाहिँ किन चिल्लो मट्टो भन्नुहुन्छ। त्यो सबै कारण भनेको चाहिँ एउटा यो साइलेज नै हो। अब हाम्रो दोस्रो साइलेज पिट भरेर तेस्रो साइलेज पिट भर्न सुरु भयो। तेस्रो साइलो पिट स्टार्ट गरेको भिडियो भन्दा नि एकैचोटि आधी भइसकेको भिडियो यहाँ रहेछ ल। यसरी तेस्रो साइलो पिट, अब यो तेस्रो साइलो पिट भर्ने बेलामा चाहिँ हामीहरूकोमा एकदमै त्यो यसपालि प्रोडक्सनभन्दा बाहिर गएर धेरै नै पानी पर्यो है, अनि धेरै नै पानी परेकोले गर्दा अलिकति यस तेस्रो साइलो पिट भर्न चाहिँ अलिक गाह्रो भएको थियो। किसानको मकै चाहिँ हामीले खेतबाट निकाल्नै गाह्रो परेको थियो, किनभने अब ट्र्याक्टरले निकाल्नु पर्ने हुँदा ट्र्याक्टर चाहिँ खेतमा फसिदिएर अलिकति समस्या भएको थियो। आज पनि यहाँनिर देख्न सक्नुहुन्छ आकाश त्यति धेरै खुल्ला त छैन ल। अब हामीले यो के अरे साइलेजको सबैभन्दा महत्त्वपूर्ण पाटो साइलेज बनाउँदादेखि नै सबैभन्दा ध्यान दिनुपर्ने चाहिँ यो कभरिङमा हो। यो हामीले
प्रेसिङ मजाले गरेर छेउ कुनामा चाहिँ मजाले प्रेसिङ पुगेको छ भने त्यो प्रेसिङले चाहिँ हावा बाहिर जान्छ र त्यो चाहिँ मजाले कम्प्याक्ट भएको मानिन्छ। त्यस्तो खालको मकै, त्यसरी कम्प्याक्ट भएको मकै चाहिँ खासै बिग्रिँदैन, त्यहाँनिर ढुसी पर्दैन। किनकि ढुसी भएको साइलेज फेरि गाईको लागि एकदमै, त्यो चाहिँ अब त्यहाँ त फङ्गसहरू हुन्छ है, त्यो त्यसै पनि अनहेल्दी भयो। जति यो राम्रो छ साइलेज त्यति नै नराम्रो हुन्छ यदि हामीले फेरि यसमा फङ्गस भयो र त्यो फङ्गस भएको खुवायो भने। तसर्थ साइलेज बनाउँदा विशेष ध्यान दिनुपर्छ यो प्रेसिङमा। त्यही भएर हामीहरूकोमा स्टार्टिङदेखि नै थोरै थोरै तल तहदेखि नै हामीहरू लेभलिङले यसरी छेउकुना मिलाउँदै ट्र्याक्टरले कन्टिन्यू, एउटा ट्र्याक्टर माथिबाट पिठबाट तल झर्दैन। यो साइलो पिठको हाइट लगभग 12-13 फिटको छ। अब यो साइलो पिठबाट चाहिँ पछि यो भरिसकिसकेपछि ट्र्याक्टर झार्नका लागि हामीहरू स्लोप बनाउनु पर्ने हुन्छ। अनि त्यो स्लोप बनाउँदै गरेको पनि त्यो थिचिएको, धेर थिचिएको भएकोले गर्दाखेरि त्यसलाई धरि पनि हामीले त्यो हलोको सहायताले काटेर अनि मात्रै मिलाउन सकिन्छ। त्यस्तो राम्रो प्रोपर यहाँनिर प्रेसिङ भए हुन्छ। अब यो तेस्रो चाहिँ त्यो पानी यो यतापट्टिको कभर गरिसकेको पार्टमै रेडी पारिसकेको थियौँ। पानीले कुनै दिन इमर्जेन्सीमा अभर पार्ला भनेर हामीले यो कभर गर्नलाई रेडी पारिसकेको अवस्था भएकोले गर्दा फुल कभरिङ भएको भिडियो चाहिँ यहाँ मसँग छ जस्तो लागेन। लस्सी सरले उता पल्लो साइडमा पनि मकै धेर भएर पल्लो साइडमा पनि बाटो, हामीहरूको चाहिँ खासमा गाईको इन्ट्रीको लागि 2टा गेट छ। वल्लो गेट बन्द भएर मकै धेर भएर यहाँनिर तेस्रो साइलो पिठ भर्न निकै गाह्रो परेको थियो। ल पल्लोपट्टि पनि मकै टाइटै भएर यतापट्टि ट्र्याक्टरहरू उभिरहेछ। अब यसरी हामीले लगभग तेस्रो साइलो पिठ चाहिँ अलिक दुःखै गरेर लगभग भरियो। यसको फुल भिडियो चाहिँ यहाँ रहेनछ। अब किसान साथीहरूले विभिन्न ठाउँहरूबाट धेरै कुराहरू चाहिँ सोधिराख्नु भएको हुन्छ साइलेजको बारेमा होइन। अब सबै कुरा त मैले यहाँनिर बताउन सकिनँ होला, तर पनि मैले भरसक चाहिँ यो भिडियोहरू हेर्दै के कुराहरू सम्झे जति चाहिँ म यहाँनिर भनिदिने प्रयास गरिरहेको छु। पल्लो साइडको मकै ल सकिएछ भनेपछि अब यो मकै लगभग सक्यो। अब यो साइलेज पिटमा चाहिँ प्रेसिङ राम्रो भइसके पछाडि थिचिएको पानी यहाँ त तल त्यो यो मकैको मोइस्चर हो। यो थर्ड साइलेज पिट पनि अब लगभग सकेको थिएन, तर अब त्योदेखि माथिको भिडियो छैन। अब यो हाम्रो लास्ट अर्थात् चौथो साइलो पिटमा मकै भर्ने काम सुरु भइरहेछ। मैले अघि भने पानीले गर्दाखेरि मकै अलिकति किसानकोबाट ल्याउन गाह्रो भएको अवस्था थियो। तथापि हामीहरूको किसान साथीहरू चाहिँ अलरेडी लामो अनुभव भएकोले गर्दाखेरि खासै गाह्रो भएन। अब साइलो पिटको चौथो पनि हामीले भर्न सुरु गरिसक्यौँ। यहाँनिर आइपुग्दाखेरि चाहिँ हाम्रो च्याप कटर बिग्रेकोले गर्दाखेरि यहाँ हामीहरूको यो कटरले नै मात्रै पनि मकै काटिरहेको छौँ। यो च्याप कटर बिग्रेकोले गर्दाखेरि हामीले च्याप कटर बिग्रेर च्याप कटरको स्पेयर सामानहरू पनि एक दुईवटा मेसिनको सबै अति आवश्यक चाहिने स्पेयर पार्ट्सहरू सबै राखेको हुन्छौँ र पनि हामीले भनेको टाइममा त्यो सबै युज गरिसकिसकेको थियौँ। अरू पार्ट्स फेरि अर्को एक्स्ट्रा पार्ट्सहरू बिग्रिँदाखेरि सामान नआइदिएकोले गर्दाखेरि समस्या भएको थियो। त्यसो हुँदाखेरि हामीले यो मेसिनमै फेरि काट्दै गर्दै गएको थियौँ।
यसरी यसपालि हामीले किसानहरूसँग मकै लिँदाखेरि चाहिँ यसपालिको पानीले गर्दाखेरि अचानक परेको बेमौसमी पानी अनि त्यस पछाडि असिनाको कारणले गर्दाखेरि किसानहरूलाई लस नहोस् भनेर हामीले मकैको रेट पनि अलिकति बढाएको थियौँ यसपालि। त्यसो भएकोले गर्दाखेरि किसान साथीहरू पनि खुसी हुनुहुन्थ्यो। अनि यो मकै चाहिँ यसपालि झन् धेर भएकोले गर्दा यो चौथो पिट चाहिँ हामीले नयाँ थपेको हो। मकै धेर भएकोले गर्दा हामीले यो चौथो पिट पनि फेरि थपेर अनि यसमा पनि मकै भर्न सुरु गरेको थियौँ। अब हामीहरू किसानको लागि चाहिँ यो गाई पालन किसानको लागि चाहिँ यो साइलेज भण्डारण काम चाहिँ एउटा पर्वै जस्तो हुन्छ। यो साइलेज भर्ने टाइम चाहिँ हाम्रो लागि एउटा पर्व जस्तै हुन्छ। यसरी हामीले लगभग अब चौथो साइलेज पिट पनि भरिसक्यौँ। अब यसलाई पनि कभर पनि गरिसक्यौँ। साथीहरू यसरी आफ्नो गोठमा उन्नत जातका गाईहरू र गोदाममा गुणस्तरीय मकैको साइलेजको व्यवस्थापन गर्न सकेमा मात्र हामी नाफामूलक व्यावसायिक किसान भई नेपालमा गाई पालन व्यवसायलाई सम्मानित, मर्यादित र नाफामूलक बनाउन सक्छौँ। त्यसैले कसरी गुणस्तरीय मकैको साइलेजको व्यवस्थापन र भण्डारण गर्न सकिन्छ भन्ने बारे हामीले सानो भिडियो बनाउने प्रयास गरेका छौँ। आशा छ हजुरहरूलाई यो भिडियो उपलब्धिमूलक हुने नै छ। अब आगामी दिनहरूमा पनि पशुपालन सम्बन्धी यसरी नै विविध विषयहरूमा हामीले हजुरहरूलाई उपलब्धिमूलक हुने खालका भिडियोहरू बनाउने नै छौँ। तसर्थ हाम्रो च्यानललाई हेर्दै गर्नुहोला। धन्यवाद।